सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, मुलुकमा शान्ति आवश्यक छ, तर शान्तिको साटो चाहिँ फेरि मुलुक द्वन्द्वमा फस्ने संकेत देखियो। अब यो गत जेनजीको आन्दोलनमा 23 गतेको घटना घटाउने भनेर चाहिँ नै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरिसकेपछि सम्बन्धित दलका कार्यकर्ताहरूले चाहिँ अहिले आन्दोलन गरिरहेको अवस्था छ। अब यो जेनजीको आन्दोलन कसरी भयो, के को लागि भयो भन्ने यी सारा कुराहरू खोज्नुपर्छ। मैले देखेको चाहिँ त्यहाँ त्यो डिस्कोर्ड कि खोइ के जति भन्नेमा प्लानहरू बनाएका कुराहरूदेखि लिएर त्यो चलाउनेहरू तिनीहरूलाई पनि सरकारले हैन पत्ता लगाएर राम्रोसँग अनुसन्धान गरेर खोजेर कारबाही गर्नुपर्छ। अनि 24 गते हैन हाम्रो देशको स्वाधीनता सम्प्रभुताको तपाईको चाहिँ के अरे हाम्रो राष्ट्रियताको प्रतीकको रूपमा रहेका संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत अब ती तीनटा मुख्य कार्यालयहरू भए, भवनहरू भए भने ती बाहेकका अन्य मन्त्रालयहरूदेखि लिएर सबै तपाईको चाहिँ के अरे हाम्रा राष्ट्रिय सम्पत्तिमा सुनियोजित ढंगबाट आगजनी गर्ने मान्छेहरूलाई पनि खोजेर हैन सरकारले को दोषी छन्, ती दोषीहरू अहिलेका चाहिँ तपाईको सांसदहरू नै दोषी छन् भने उनीहरूलाई पनि ल्याउनु पर्छ। अहिलेका मन्त्री नै पनि दोषी हुन सक्छन् हैन, त्यसो भने उनीहरूलाई पनि ल्याउनु पर्छ र लिएर चाहिँ कारबाही गर्नुपर्छ भन्ने माग चाहिँ म गर्छु। र त्यसरी कोही कसैलाई पनि छोड्नु हुँदैन। तपाईको चाहिँ के अरे त्यहाँनिर त्यतिखेर धेरै खालका कुराहरू भएका छन् हैन, जेल ब्रेक भएकादेखि लिएर हरेक कुराहरू ती सम्पूर्ण तपाईको चाहिँ नि गतिविधिलाई राम्रोसँग अध्ययन गरेर तपाईको चाहिँ के अरे सबैलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ। न्याय चाहिँ त्यसरी सम्पादन गर्नुपर्छ है। यो एकजनालाई मात्रै दुईजनालाई मात्रै गरेर पनि हुँदैन। यो सबै त्यो जो अगुवाहरू छ तिनीहरू सबैलाई ठ्याकैसँगले हैन ठ्याङ्ग्रोमा ल्याएर चाहिँ कस्नुपर्छ। म चाहिँ त्यो माग गर्न चाहन्छु। यहाँलाई कस्तो लाग्छ मेरो भनाइ? अब सस्तो पपुलारिटीका लागि जे पाए त्यही भन्ने, जे पाए त्यही गर्ने कामहरू पनि गर्नु हुँदैन। बडो बुद्धिमत्ताका साथ अगाडि बढ्नुपर्छ र को के इन्भल्भ भएका थिए ती सारा मान्छेहरू अब तानिनु पर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु। सबै नेपाली समाजले यो कुराहरू बुझ्नुपर्छ है। धन्यवाद छ। नमस्ते। जय होस्, जय देश।